तपाईहरु कतिजनालाई वेट गेन गर्नु एकदमै साह्रो पर्छ नि 1 किलो 2 किलो पनि गेन गर्नु साह्रो पर्छ नि है आफ्नो बडी वेट भन्दाखेरि अन्डर बडी वेटमा हुन्छ है अकर्डिङ टु हाइटमा कति हुनुपर्ने त्यो भन्दा कम्तीमा हुन्छ र त्यो बडी टाइपलाई चाहिँ एक्टोमर्फ भनिन्छ त्यो चाहिँ जेनेटिकली नै तपाईले लिएर आउनु भएको र यो बडी टाइपमा मेटाबोलिक रेट एकदमै फास्ट भएकोले गर्दाखेरि तपाईले जति पनि क्यालोरिज लिनु हुँदैछ तपाईको एकदमै बर्न भएर जान्छ तपाई शुद्ध बस्दा है अब काम गर्दा त हुन्छै हुन्छ फास्ट मेटाबोलिक रेट भएकोले गर्दाखेरि चाहिँ तपाईको क्यालोरिज इनफ नभएकोले गर्दा तपाईलाई गेन गर्न साह्रो पर्छ र यो बडी टाइपमा तपाईले आफ्नो क्यालोरिज राम्रो ध्यान दिएर क्यालोरिज सरप्लसमा जानु पर्यो है र क्यालोरिज पनि राम्रो क्यालोरिज तपाईले प्रोटिन फ्याट कार्ब सबै कुरो मिलाएर तपाईले आफ्नो क्यालोरिजलाई बढाउनुहोस् र वीकमा 3 to 4 days तपाईले स्ट्रेन्थ ट्रेनिङ गर्नुहोस् कम्पाउन्ड एक्सरसाइजहरु फोकस गर्नुहोस् र तपाईले लङ टर्म गोल राख्नु पर्यो है र जति सक्दो लाइफ भरि एक्सरसाइज गर्ने एउटा फिटनेसलाई अगाडि लाने गर्नु भयो भने तपाईले गेन गर्न सक्नुहुन्छ मसल मास गेन गर्न सक्नुहुन्छ